महिनावारी कहिले 2 देखि 3 पटक आउँछ, कहिले 8 देखि 9 दिनसम्म हुन्छ, कहिले 1 दिनमै बन्द हुन्छ। यो नर्मल हो कि प्रब्लम हो त? मलाई इनबक्स र कमेन्टमा बारम्बार यही प्रश्न आइरहेको छ। त्यसैले आज यसको बारेमा कुरा गरौँ है त। नमस्कार, म डाक्टर सोनिया पौडेल। आज म तपाईँलाई इरेगुलर पिरियड किन हुन्छ भन्ने कुरा छोटो र सजिलो भाषामा बुझाउँछु। कसैको महिनामा 2 देखि 3 पटक महिनावारी आउँछ, कसैको 8 देखि 9 दिनसम्म रगत बग्छ, कसैको 1 दिनमै बन्द हुन्छ। यो ऱ्यान्डम हुँदैन। यसको मुख्य कारण हर्मोन इम्ब्यालेन्स हो, अर्थात् एस्ट्रोजेन र प्रोगेस्टेरोनको ब्यालेन्स बिग्रिँदा यस्तो हुन्छ। हाम्रो शरीरमा ब्रेन, ओभरी र युटेरसको बिचमा हर्मोन सिस्टम हुन्छ। जब यो सिस्टमको कोअर्डिनेसन बिग्रिन्छ तब महिनावारी फिक्स हुँदैन। हर्मोन चाहिँ धेरै जसो स्ट्रेस हुँदा, पिसिओएस हुँदा, थाइरोइडको प्रब्लम हुँदा, तौल अचानक बढ्दा वा घट्दा, आइरन डिफिसियन्सी हुँदा वा गर्भनिरोधक गोली सुरु वा बन्द गर्दा बिग्रिन्छ। यदि महिनौसम्म महिनावारी इरेगुलर छ, धेरै रगत बग्छ, चक्कर लाग्छ वा कमजोरी हुन्छ भने त्यो नर्मल होइन। यस अवस्थामा ब्लड टेस्ट गराउनु जरुरी हुन्छ र गाइनेकोलोजिस्टलाई कन्सल्ट गर्नुपर्छ। महिनावारीलाई इग्नोर नगर्नुहोस्, कारण थाहा पाएपछि ट्रिटमेन्ट सम्भव हुन्छ।